ध्यान उठेदेखि बेलुका सुतुन्जेलसम्म कमाउनमा ध्यान जान्छ रे। के को लागि भने यो छोडेर जाने घर बनाउनको लागि हो कि हैन? याद गर्नुस् है, म सत्य कुरा बताउँदैछु। के को लागि? स्वास्थ्यलाई पनि माया मारेर खाई नखाइकन यो छोडेर जाने घर बनाउनको लागि, छोडेर जाने जमिन जग्गा जोड्नको लागि, छोडेर जाने दराजभरि कपडा जोड्नको लागि हो कि हैन? यसकै लागि जीवन सकाउनुहुन्छ। यो अमूल्य जीवन जुन छ नि, भोलि सकिन्छ कि पर्सि थाहा छैन। त्यो दराजका लुगा दराजमै सकिन्छन्। हजुर भन्नुहुन्छ मेरो जग्गा यहाँदेखि त्यहाँसम्म चाहिँ मेरो जग्गा हो भन्नुहुन्छ, हो कि हैन? भन्नुहुन्छ नि। हजुरको बुवाले पनि त्यही भन्नुहुन्थ्यो, हजुर पनि त्यही भन्नुहुन्छ, हजुरको छोराले पनि त्यही भन्छ। मेरो भगवत लिएर जानुपर्ने कहाँ लिएर जानुहुन्छ? होइन। अर्को कुरा मलाई बताउनुहोस् त, 200 बिघा जग्गा छ हजुरको, हजुरलाई जलाउने बेलामा जग्गामा लगेर जलाउँछन्? काम लाग्यो? लागेन। घरमा 15वटा कोठा छ, मर्ने बेलामा बाहिर तुलसीको मोठमा निकाल्छन्, हो कि हैन? काम के लाग्यो? तुलसीको मोठ काम लाग्यो। काम के लाग्यो? त्यो नदीको किनार काम लाग्यो। ल हेर्नुहोस् त, त्यहाँ जानको लागि के कमाउनु भएको छ मलाई भन्नुहोस्। अब जुन चीज छोडेर जाने हो, अर्कालाई सुम्पिदिने हो, त्यसका लागि जीवन व्यतीत गर्यौं। जुन चीज मलाई चाहिने हो, भोलिको दिनमा त्यो त कमाकै छैन, जोडेको छैन अहिलेसम्म। त्यही भएर नि यो समय छँदै गर्नुहोस्। अहिले छ, अहिले तत्काल। यो समय कति बेला गुज्रिन्छ थाहा छैन। मानव चोला कति बेला सिद्धिन्छ यो हामी कसैले देखेकै छैन। भगवानले तोकेर पठाउनु भएको छ प्रत्येकलाई। यति दिन यति वर्ष बाँच, त्यो भन्दा उता जीवन छैन है। आजको 100 वर्ष अगाडि कहाँ हुनुहुन्थ्यो? कसैलाई थाहा छ? थाहा छैन। अबको 100 वर्ष पछाडि कहाँ जानुहुन्छ? कहाँ जाने पनि टुङ्गो छैन, कहाँबाट आएको पनि थाहा छैन। अल्ल भन्नु त। अनि यो कति छोटो जीवन छ। यो छोटो जीवनमा पनि स्वास्थ्य माया मारेर कमाउँदै ठिक छ, मै खान्छु, मै लिन्छु, मै लुट्छु गर्दै ठिक छ। जिन्दगी के को लागि आएका छौँ हामी? त्यतिकै लागि हो त? एकपटक आफैसँग प्रश्न गर्नु त। यति नै हो त जिन्दगी आएको हामी? अर्काको खुट्टा तान्न, अर्काको कुरै काट्न, अर्कालाई नराम्रै भन्न, त्यो होइन। अमूल्य मणि जस्तो, हीरा जस्तो जिन्दगी पाउनुभयो। भगवानले हजुर जस्तो आँखा, मुख, नाक, कान, शरीर भएको, हजुर जस्तो बोली व्यवहार भएको अर्को मान्छे पनि बनाउनु भएको छैन। हजुर एउटै हुनुहुन्छ, हो कि हैन? देख्नु भएको छ हजुर जस्तो